भाइ कुरो बरु भाइ कुरो यो USANepal.net हेरिराख्नु भएको बोरोहरूलाई नेपाली बोरोको तर्फबाट नमस्ते है कुरो नारायण साथीहरू हामी तीर्थको लामो यात्रा गरेर धरान फर्किने क्रममा अहिले धनकुटा जिल्लाको मूल घाटमा रहेको विश्रान्ति मन्दिरमा छौँ। विश्रान्ति मन्दिरमा यो मन्दिर परिसरमा हामी एकछिन भगवानको नाम संकीर्तन गर्नको लागि बसिरहेका छौँ। हामी केही बेर यहाँ भजन गर्छौँ, त्यसपछि फेरि हामी गन्तव्यका लागि जानेछौँ। हाम्रो भजन गाउने टोलीमा हाम्रा मित्र कृष्णजी हार्मोनियम बजाउँदै हुनुहुन्छ, मोहन तामाङ झ्याम्टा बजाउँदै हुनुहुन्छ र हाम्रा भान्जा क्यामेराम्यान छन् र हामीलाई साथ दिनको लागि यहाँका बासिन्दा आमा बाबा र हामी अब भजन सुरु गर्छौँ। मैले पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मलाई पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मैले पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा पूर्वीले बल्छुना सरीको विजयपुरा गाउँमा विनेपाल सुन्दरीको विजयपुरा गाउँमा विन्देश्वर भई बस्ने शिव त्यही ठाउँमा पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा शङ्करजीको लीला क्षेत्र रुद्राक्षको वर्णन शङ्करजीको लीला क्षेत्र रुद्राक्षको वर्णन विन्देश्वरको नाम जग्गा खुसी हुन्छ मन हामी पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मैले पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा विन्देश्वर परिश्रम रिसावरा क्षेत्र दर्शन गरौँ त्यहाँ गए बन्सी मन्दिरभित्र पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मलाई लैजाउन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा पराको मान्छे हो सप्तकोटी गङ्गा पराको मान्छे हो सप्तकोटी गङ्गा जहाँ गए स्नान गरे मन हुन्छ चङ्गा मैले पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मलाई पाएन मुक्तिको बाटो मलाई लैजाउन विन्देश्वर धामैमा मलाई पुर्याउन शङ्करको धामैमा मलाई पुर्याउन शङ्करको धामैमा शङ्कर भगवानको त्यही भएर चाहिँ श्रीमतीको कुरा सुनेर चाहिँ नि दाजुभाइको रिस गर्न हुँदैन, श्रीमतीले पनि लोग्नेको कुरा सुनेर दिदीबहिनीको रिस गर्न हुँदैन। हेर आफ्नो कर्तव्य पथमा लम्किँदै गर्नुपर्छ। मलाई लाग्ला आपसमा सरसहयोग गर्दै जिन्दगीको रथ कुदाउनु पर्छ। पठायो त दाइलाई